यो च्याउ र हजुरहरूकै सल्लाह अनुसार अहिले हामी चाहिँ पकाएर खान लागिरहेका छौं र यसलाई हामीले टिकटकमा अपलोड गरेका थियौं। त्यसपछि सबै साथीहरूले यो च्याउ खान हुन्छ भनिसकेपछि अब यसलाई पकाएर खान सुरु गरिएको छ र यो च्याउ चाहिँ एकदमै मिठो हुन्छ भन्ने पनि कुरा आएको छ। खाएर हेरेपछि थाहा होला। अब हामीले चाहिँ यसलाई विभिन्न किसिमका मरमसलाहरू हालेर त्यसपछि लास्टमा हामीले अमिलो पनि प्रयोग गरेका छौं पाकिसकेपछि अन्तिममा। त्यही पनि केही डर चाहिँ हुने गर्दछ र यसरी यो हामीले जुन खाना मिल्ने खालका च्याउहरू हुन्छन्, जुन जंगली विषालु च्याउ बाहेक अरु खान मिल्ने खालका ती धेरै चाहिँ र विभिन्न प्रकारका भिटामिनहरू र अनेक प्रकारका तत्त्वहरू पनि यसमा पाइन्छन् र यो विषालु नभएको च्याउहरू हामीले खाँदाखेरि धेरै स्वस्थकर पनि भइन्छ भन्ने कुरा थाहा छ। अरु अब तपाईको बजारमा आएका विभिन्न किसिमका अरु मानिसले लगाएका च्याउहरू त धेरै खाइयो, तर यसरी जंगलमा अथवा बारी खेतमा पाइने काठहरुमा पाइने च्याउहरू खाँदाखेरि अलिकति सचेत चाहिँ हुनुपर्छ। त्यसकारणले नि मैले तपाईहरुलाई फेसबुकमा र टिकटकमा सोधेको थिएँ कसरी यो खान हुन्छ कि हुन्न भनेर, र सबै साथीहरूले यसको सल्लाह दिइसकेपछि हामीले यसलाई पकाएर खाने निधो गरेका छौं। र तपाईहरुले पनि च्याउका विभिन्न किसिमका भेराइटीहरू हुन्छन् र खाना मिल्ने खालको प्योर च्याउ पाउनुभयो ढुक्क साथ भने तपाईहरुले खान सक्नुहुन्छ। र च्याउको विषयमा विभिन्न फाइदाहरू पछि हामी कुरा गरौँला। धन्यवाद।